जय श्री राधेश्याम। भगवानले भन्नुहुन्छ नि सम्पूर्ण तिथिहरू हुनेछन्, 15वटा तिथिहरूमध्ये मेरो तिथि चाहिँ भनेको एकादशी हो। जसले मेरो तिथिमा यानी कि जसले एकादशीको दिन मलाई भज्दछ अथवा मेरो आराधना पूजा इत्यादि गर्दछ, म त्यसको सम्पूर्ण त्यसले जानी नजानी गरेका सम्पूर्ण पापहरूलाई हटाउने काम गर्दछु। हो, ठिक त्यस्तै यो ज्येष्ठ कृष्ण पक्षमा पर्ने एकादशी यसपालि जेठ 9 गते पर्न गएको छ। यो दिन अपरा एकादशी हो। हामीले जुनसुकै कर्म गरे पनि भगवानको लागि यो दिन विशेष छ। हामीले अरु एकादशी अन्य एकादशी जस्तै यो एकादशी पनि त्यस्तै ठिक त्यस्तै व्रत विधानले व्रत आराधना इत्यादि हामीले गर्न सक्छौं। हामीले एकादशीमा विशेष गरेर भगवान विष्णुको लक्ष्मीको आराधना गर्न सक्छौं। हुन त हामी वैदिक सनातन पञ्चदेवताको हामी सधैँभरि पूजा गरिरहेका हुन्छौं र गर्नु पनि पर्छ। त विशेष गरेर यो एकादशी हामी एउटा यो कलियुगको लागि, कलियुगमा हामीले जानी नजानी विभिन्न कर्महरू गर्दछौं। ती कर्महरूबाट छुटकारा दिनको लागि, त्यो कर्मबाट त्यो हाम्रो यो मनलाई शुद्धिकरण गराउनको लागि यो एकादशी 15-15 दिनमा आउने गर्दछिन् र त्यो एकादशीको हामीले नित्य व्रत गर्नुपर्दछ। हामीले जानी नजानी गरेका यो 15 दिनभरिमा गरेका विभिन्न कर्महरूलाई शुद्धिकरण गर्ने अथवा त्यो कर्महरूलाई सफा गर्ने अथवा छान्नको लागि यो एकादशी पर्दछिन्। हामीले यो एकादशीमा विशेष प्रकारले भगवानको गुणानुवाद गर्दै, भजन कीर्तन गर्दै, जहाँ जहाँ भागवत कथा हुन्छ त्यहाँ त्यहाँ गएर भागवत कथा सुन्ने, गंगा स्नान गर्ने गर्नुपर्दछ र जसबाट भगवान विष्णु हामीबाट अत्यन्त प्रसन्न हुनुहुनेछ र हामीले जानी नजानी गरेका अथवा गर्न लागेका कर्महरू सफल बनाउनुहुनेछ। हामीले नराम्रा कर्महरू यदि गरेका छौं भने त्यो कर्मबाट मनलाई परिवर्तन गराइदिने काम पनि भगवानले गर्नुहुन्छ। केवल हामीले भगवानलाई हृदयबाट नै प्रसन्न बनाउनु पर्यो। राधे श्याम।